कक्षा 12 को परीक्षा को संबंध में राष्ट्रीय परीक्षा बोर्ड ले भर्खरै एउटा विज्ञप्ति सार्वजनिक गरेको छ। यो सार्वजनिक मा यस्तो उल्लेख गरिएको छ। नमस्कार दर्शक बिन, टेक्निकल लाइक्स च्यानलमा तपाईलाई स्वागत गर्दछु। आज म यस भिडियो अन्तर्गत रहेर तपाईलाई केही कक्षा 12 को परीक्षा हुन्छ कि हुँदैन त्यसको बारेमा भिडियो लिएर उपस्थित भएको छु। भिडियो अन्त्यसम्म हेर्नु होला। राष्ट्रिय परीक्षा बोर्ड सानोतिमी भक्तपुरको विज्ञप्तिमा यस्तो लेखिएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा यही 2082 साल वैशाख 11 गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा 12 को वार्षिक परीक्षा सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रममा सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानकर्षक भएको छ। परीक्षा सम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइट www.neb.gov. मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालालाई बोर्ड हार्दिक अनुरोध गर्दछ। परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डले लेटर प्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारबाही लागि प्रक्रिया अगाडि बढाइएको छ। बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्य समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारी धैर्यपूर्वक निरन्तर दिन हुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ। सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापक ज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपील गर्दछ। परीक्षा नियन्त्रक 2082 साल 1 महिना 5 गते। अहिले तपाई चाहिँ यो राष्ट्रिय परीक्षा बोर्डको नोटिस हेरेर सम्पूर्ण समझ आइसकेको होला। यसमा स्पष्ट रूपमा भनिएको छ, सामाजिक सञ्चार फेसबुक तथा युट्युबमा धेरै झुटो न्युजहरू पाइहाल्छ। त्यसमाथि नभरोसा गरेर मात्र एनईबीको वेबसाइट www.neb.gov.np मा यदि कुनै नोटिस आएको छ भने त्यसमा मात्र विश्वास गर्नुपर्ने हुन्छ। र यसमा अर्को दोस्रो बात पनि भनिएको छ, वैशाख 11 गतेदेखि नै परीक्षा सञ्चालन हुन्छ। तपाई जति पनि कक्षा 12 को विद्यार्थी हुनुहुन्छ भने यो आशमा नबस्नु होला कि परीक्षाको डेट सर्ने छ। तपाई आफ्नो सम्पूर्ण विषयको प्र्याक्टिस तथा तयारी गर्दै राख्नु होला। परीक्षा सो टाइम सो समयमा सञ्चालन हुनेछ। आई होप यो भिडियो तपाईलाई इन्फर्मेटिभ लागेको होला। भिडियोबाट जानुभन्दा पहिला एउटा भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै न्यू अपडेटको बारेमा जान्नको लागि थ्याङ्क्स फर वाचिङ दिस भिडियो। धन्यवाद।